ल हेरौँ त साथीहरू, धरानमा यसरी भव्यका साथ भइरहेको रहेछ यो ड्रेन बनाउने कार्यक्रम। श्रम पिताजी यानि कि हर्क साप्ङजीको नेतृत्वमा जनश्रमदान मार्फत गर्दै हुनुहुन्छ है। एकदम राम्रो लाग्छ है मलाई उहाँले देखाउनु भएको यो मार्गदिशा चाहिँ। हामीसँग बजेट थोरै छ, तर जनश्रमदान मार्फत हामीले थोरै पैसाबाट पनि धेरै काम गर्न सकिन्छ भन्ने एउटा ठुलो उदाहरण दिनुभएको छ। यो चाहिँ जति सक्दो सबै जनप्रतिनिधिले सिक्नुपर्ने कुरा हो है। सिकेर यसरी यो भिजन लिएर आफ्नो क्षेत्रतिर पनि यसरी नै काम लगाउँदा जनश्रमदान मार्फत धेरै नभए पनि हप्तामा 1 दिन 2 दिन जनतासँग सहकार्य गरेर यसरी अगाडि बढे सायद धेरै काम गर्न सकिँदो रहेछ है। यो एउटा नयाँ उहाँको आइडिया हो। अरू थुप्रै छन्, एकदम सकारात्मक लाग्छ उहाँको हरेक कार्यहरू है। भिजन, उहाँको विचार एक भन्नुहुन्छ नि, हर्क साप्ङ भनेको व्यक्ति होइन विचार हो है। हामीले यो विचारलाई अँगाल्न पनि अति आवश्यक छ यदि देशको विकास भएको, भावी सन्ततिको भविष्य सुनिश्चित भएको हेर्न चाहने इच्छा छ भने चाहिँ है।